अब धेरै मान्छेले भने यहाँ यो भिडियोमा सन्दीपको बेइज्जत के छ भनेर। धेरैले थाहा छैन कि भिडियोमा सन्दीपको बेइज्जत के छ। अब म सन्दीपको बेइज्जत कहाँनिर कसरी भएको छ म बताइदिन्छु है त। अब दुईजना छ, यसमा चाहिँ चुज गर्नुपर्ने छ कुशल भुतेल र सन्दीप लामिछाने। अनि के भन्यो है त त्यो केटीहरूले के भन्यो है त। अनि सुरुमा त भने चुज गर्नु मिल्दैन है भने, चुज गर्नु मिल्दैन भने यो ठिक छ, आफ्नो कुरा हो। त्यसपछि भन्यो चुज गर्नै पर्छ त्यो होस्टले। त्यसपछि भन्छ कि त्यो केटीले म कुशल भुतेललाई चुज गर्छु, उहाँ चाहिँ विराट कोहली जस्तो देखिनुहुन्छ अरे क्या। ठिक छ, त्यो पनि ठिक छ। त्यसपछि सन्दीप लामिछाने देख्ने बित्तिकै त्यो तर्सेको जस्तो गरे क्या, फेरि ओभर एक्टिङ गरे, तर्सेको जस्तो गरेर उहाँलाई चाहिँ जो केस थियो त्योवाला चाहिँ भन्न चाहे। त्यसपछि भने कि उहाँलाई चाहिँ म भाइटिका गर्न चाहन्छु, भाइटिका लगाउन चाहन्छु अरे। किन भन्दाखेरि चाहिँ उहाँले चाहिँ हामीलाई केही गर्नुहुन्न अरे, केही गर्नुहुन्न। किनकि सन्दीपसँग केस परेकोवाला चाहिँ 17 वर्षको कतिको वर्षको भनेको थियो, अन्डर एज थियो नि त 18 भन्दा। हामी चाहिँ 18+ भयो, केही गर्दैन हुँदैन, केही गर्नुहुन्न अरे। त्यही भएर चाहिँ उहाँसँग भाइटिका लगाउने अरे के भने थियो।